हेलो हाई नमस्ते सेवाहरू सबैजनालाई। आई होप सन्चै हुनुहुन्छ होला भन्ने पूर्ण आशा छ। के छ खबर तपाईँहरूको आजभोलि? मेरो चाहिँ यस्तो छ है, गाह्रो छ। भिडियो बनाउनु पाइँदैन, टाइम हुँदैन, भिडियो पनि छैन, गाह्रो छ साथीहरू। के छ हल्लीचल्ली तपाईँहरूको अहिले? कृपया सुनाउनुहोस्। मेरो चाहिँ यस्तै छ, तपाईँहरूको के छ? चाहिँ गाह्रो छ। स्वागत छ तपाईहरुलाई दिलीप राई ब्लगरमा। आज लामो समयपछि म एउटा ब्लग बनाउन गइरहेको छु। धेरै लामो समयपछि यस्तै छ है मेरो चाहिँ। हजुरहरूको कस्तो छ? सेयर गर्नुहोस् है, सेयर गर्नुहोस्। तपाईँहरूको पनि के छ? मेरो चाहिँ यस्तो छ। तपाईँहरूमा आज धेरै लामो समयपछि सेयर गर्न गइरहेको छु एउटा भिडियो बनाउन गइरहेको छु। मित्रहरू कस्तो हुन्छ? सो भिडियो हेरेर चाहिँ लाइक, कमेन्ट, सेयर सबै गर्नुपर्ने कुरा चाहिँ सबै गर्नु होला मित्रहरू। मेरो चाहिँ यस्तो छ। अनि एउटा अहिले चाहिँ नेपालमा चुनावको माहौल छ। के छ नेपालतिर रहनुहुने सम्पूर्ण मित्रहरू, चुनावको माहौल कस्तो छ? आफ्नो भिडियो आफैले हेर्दै बसिएको छु मैले। चुनाव आउँदैछ, चुनाव हाल्नु होला। हाम्रोलाई भन्दा नि राम्रोलाई भोट हाल्नु होला। नेपालमा बस्ने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले, सम्पूर्ण साथीभाइहरूले पनि हाम्रोलाई भन्दा राम्रोलाई हाल्नु होला भोट चाहिँ। मित्रहरू के छ तपाईहरुको? भन्नुहोस्। यो चाहिँ यस्तो छ। मित्रजनहरू लामो समयपछि सेवा सबैजनालाई। आज लामो समयपछि नयाँ ब्लग लिएर आउँदैछु। सबै साथीहरूले चाहिँ यसो हेरेर साथ दिनुहुन्छ भन्ने आशा लिएको छु। धेरै समयपछि आज चाहिँ मैले चाहिँ एउटा ब्लग बनाउन गएको छु। म आज चाहिँ यो ललितपुर गोदावरी हेलो साथीहरू, हेलो। गोदावरी जङ्गलमा आएको छु। गोदावरीको जङ्गल यस्तो दृश्यहरू यस्तो छ मित्रहरू, साथीहरू तपाईहरुले देख्न सक्नुहुन्छ। यस्तो छ है। म चाहिँ आज लामो समयपछि है साथीहरू, लामो समयपछि भिडियो लिएर आउँदैछु। आज चाहिँ रुममै बसेर एउटा सानो भिडियो बनाइरहेको छु है साथीहरू। रुममा बसी जहाँ छन् मेरा स्वर्गका एकादशी बजारैमा फर्की रोटी ठाउँमा एकादशी
हजारीमा पहिले हामी नाच्थ्यौं गाउँथ्यौं पहिले हामी नाच्थ्यौं गाउँथ्यौं हेलो हेलो मित्रहरू मेरो भिडियोमा वेलकम छ तपाईहरुलाई सम्पूर्ण मित्रहरूलाई वेलकम छ वेलकम सम्पूर्ण साथीहरुलाई स्वागत छ है दिलीप राई भ्लगरमा चाहिँ स्वागत छ है भ्लग चाहिँ होइन है यो चाहिँ सानो भिडियो गोदावरी आयो गोदावरी ओके बाई बाई साथीहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्ने पूर्ण आशा छ ल ओके बाई नेक्स्ट भिडियोमा भेटौँ ल है।